सामाजिक सञ्जालको कुरा गर्दाखेरि नेपालीहरूले सदुपयोग गर्न पनि राम्रोसँग जानेको रहेछ। चाहे अरूलाई गाली बेइज्जती गरेर जुनसुकै अवस्थामा पनि धेरै जसो मान्छेहरू जस्तो सुकै कुराहरू गरेर जस्तो सुकै कर्मकाण्डहरू गरेर पनि भाइरल हुन जान्छ। त्यसैमा म पनि पर्छु, तर मैले चाहिँ त्यस्तो नराम्रो कुराहरू गरेर भाइरल हुन त खोजेको छैन। राम्रो भिडियोहरू, राम्रो कन्टेन्टलाई एउटा क्रिएट गर्न खोजेको छु, तर राम्रो गर्दाखेरि चाहिँ साथ सपोर्ट पाइँदैन रहेछ। मैले देखेँ जुन मान्छे एकदम अराजक गतिविधिहरू गरेर अराजक शैलीमा सोसियल मिडियामा प्रस्तुत भएको छ, त्यसलाई चाहिँ धेरैजनाले सपोर्ट गरेको हुन्छ। धेरै मान्छेहरू सामाजिक सञ्जालतिर उसले धेरै प्रोत्साहन पनि पाएको हुन्छ। म विगत 4-5 वर्षदेखि भिडियोहरू बनाउन खोज्छु। अब भिडियो बनाऊँ भनेर त सुटिङ गरेर प्रोपर टाइम पनि हामीले हुँदैन, परदेशतिर बसेका हुन्छौँ, त्यति टाइम त हुँदैन। अब अलिअलि फुर्सद भएको बेला भिडियोहरू, राम्रो कन्टेन्टहरू बनाउन खोज्छु। राम्रो कन्टेन्टहरू नेपालमा ग्रो गर्दैन भन्ने पनि थाहा हुँदाहुँदै पनि मैले राम्रै कन्टेन्ट बनाउन खोजेको हुन्छु। कहिलेकाहीँ इन्टरटेनमेन्ट भिडियोहरू पनि बनाउँदाखेरि पनि मैले सभ्य भाषामा सभ्य तरिकाले बनाउन खोजेको हुन्छु, तर त्यस्तोहरूमा मान्छेहरूले त्यस्तो भिडियोहरूमा कम्ती एक्टिभ हुने रहेछन्। आजभोलिको सामाजिक सञ्जालको अल्गोरिदमै बिगारिसक्यो मान्छेहरूले। फेसबुक, युट्युब, जुनसुकै पनि सोसियल मिडियाहरू छन्, उनीहरूको अल्गोरिदम भनेको कस्तो हुन्छ? उनीहरूले जस्तो खालको भिडियोहरू हेर्यो, उनीहरूले त्यस्तै भिडियोहरू तपाईँहरूको मोबाइलमा सो गर्ने गरेको हुन्छ। अनि सायद नेपालीहरू कसैले पनि राम्रो खालको भिडियोहरू हेर्दैन कि के हो जस्तो लागिसक्यो। किनकि जुनसुकै क्रिएटरहरूले पनि राम्रो खालको कन्टेन्टहरू बनाउन खोज्दैछ, एउटा राम्रो खालको समाजले शिक्षा दिने खालको कन्टेन्टहरू बनाउँदैछ भने त्यतातिर चाहिँ मैले कम्ती देख्छु। अनि जता अराजक गतिविधिहरू छ, गाली बेइज्जती, एकअर्कालाई गिराएर एकदमै समाजमा भाड भैलो फैलाउने खालको जुन चाहिँ कन्टेन्टहरू बनाउने गर्छ, उसकोमा चाहिँ लाइन लागेको हुन्छ क्या मान्छेहरूको। समाजको यथार्थ भइसक्यो हाम्रो नेपाली समाज कतातिर जाँदैछ। मेरो भिडियोहरू त सिर्फ रमाइलोको लागि मात्रै हो। मेरो भिडियोहरू हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट सेक्सनमा चाहिँ जरुर भनिदिनु होला है।